Hello guys, welcome back to my channel. यस्तो भयो कि पहिला चाहिँ म युट्युब खेल्थेँ क्या। पहिला चाहिँ युट्युबहरू बनाउँथेँ ओर्थेँ, अनि युट्युब बनाउँदा ओर्दा केटाहरूले भने फेसबुक बनाएर फेसबुकबाट राम्रो हुन्छ, छिटो पनि हुन्छ, 5K भएपछि भइहाल्छ, टेन्सन नगर भन्नु थाल्यो हो। त्यहाँबाट होला नि त भनेर मैले त्यहाँबाट फेसबुकतिर गएँ हो। फेसबुक पनि यति भएन क्या। मैले सोचेँ फेरि युट्युबै ठिक रहेछ भनेर, किनभने मैले पहिलेदेखि युट्युबै भिडियोहरू बनाएको नि। फर्स्टमा चाहिँ युट्युबबाटै भिडियोहरू बनाएँ ओरेँ सबै गरेर थिएँ। अनि अहिले म के रिकमेन्ड गर्छु भने नि, मलाई चाहिँ रिग्रेट भयो क्या, एकदम रिग्रेट भयो। पहिला चाहिँ युट्युबै खेलिरहेको थिएँ, बनाइरहेको थिएँ, अलिअलि भिडियोहरू त्यस्तै हालिरहेको थिएँ। अनि पछाडि चाहिँ याद आयो क्या मलाई, साथीहरू सबैले राम्रो अर्निङहरू स्टार्ट गरिसके, सबै के गरिसके हो। त्यहाँ चाहिँ मलाई रिग्रेट भयो क्या। ओए मैले पनि खास युट्युबै गर्नु भए अहिले मेरो पनि त्यस्तै साथीहरू जस्तै हुन्थ्यो होला भनेर क्या। अहिले न सब्सक्राइबर छ, न लाइक जान्छ, न भ्यू जान्छ, न केही जान्छ होइन। फेसबुकमा पोस्ट भन्यो नि जान्छ, त्यहाँनिर लाइक जान्छ, भ्यू जान्छ, तर क्यारेक्टर हुँदो रहेछ नि सडन त्यो फुलफिल हुँदो रहेन क्या। हतपत फुलफिल भए पनि त्यति एक्सेप्टेबल रहेन क्या। यो भुटानमा भने चाहिँ त्यति एक्सेप्टेबल रहेन। त्यही भएर बेस्ट चाहिँ युट्युबहरू छ। युट्युबमा चाहिँ जे गर्दा पनि हुँदो रहेछ नि त। अब दुनियाँले कमाइरहेको छन्, अब फेसबुकबाट कमायो भनेको त्यति सुनिएको छैन होइन भुटानमा भएर। त्यही भएर त्यति क्राइटेरिया मिट गर्नु लागि नि निकै गाह्रो हुँदो रहेछ फेसबुकबाट चाहिँ। त्यही भएर म फर्केरै युट्युब अहिले भर्खर भिडियोहरू अलिअलि बनाएको छ, त्यो भिडियो पनि हेरिदिनु होला। र तपाईँलाई के हो यसो फिडब्याक मैले के दिन चाहन्छु भने, तपाईँहरू पनि युट्युब बनाउनुहोस्। युट्युबबाटै पैसा आउँछ, युट्युबबाटै जे पनि गर्न सकिँदो रहेछ अहिलेको जमानामा। त्यही भएर युट्युबै ठिक रहेछ हौ। मैले यस्तो राम्ररी सोचेर हेरेँ, पहिला त त्यति लागेको थिएन नि मलाई त्यस्तो हुँदैन भनेर। तर बिस्तारै थाहा हुँदो रहेछ कि आफूलाई के गर्दाखेरि राम्रो हुन्छ, कस्तो हुन्छ, के हुन्छ, बिस्तारै गरेर थाहा हुँदो रहेछ नि त। एकैताल त कसले पनि जान्दैन रहेछ, अनि बिस्तारै गरेर थाहा हुँदो रहेछ यस्तो गऱ्यो भने यस्तो हुन्छ भन्ने कुरा। किनभने साथीभाइ सबैले अर्निङ गरिरहेको छन्। त्यही भएर तपाईँहरू सबैलाई युट्युबै बेस्ट हो, युट्युबबाटै अर्न गर्नुहोस्। फेसबुक नचलाउनु भन्दिनँ, फेसबुकमा पनि पोस्ट गर्नुहोस्, युट्युबमा पनि पोस्ट गर्नुहोस् र रन गर्नुहोस्। म चाहिँ यहाँ भुटानमा भएर अलिकति के गाह्रो टाइपमा हुँदो रहेछ नि त रिजनमा, तर पनि त्यति इफेक्ट त गर्दो रहेछ। सबैले बनाइरहेको छन्, सबैले गरिरहेको छन्, त्यो गर्नु सक्यो भने चाहिँ बेस्ट हो रहेछ। मेन लाइक, सब्सक्राइब, सेयर अनि वाच आवरहरू चाहिँ बेसी निकाल्नु पर्दो रहेछ। अहिले नयाँ भएर त्यति आउँदैन, नआउँदाखेरि मलाई पनि त्यस्तै भएर थियो। पहिला युट्युबमा भिडियोहरू पोस्ट गरेँ नि, त्यतिखेर के भयो भन्दाखेरि न भ्यू आउँछ, न लाइक आउँछ, के मुड अफ हुँदो रहेछ क्या। फर्स्टमा चाहिँ मुड अफ भएर जाँदो रहेछ। तर पनि हामीले कन्टिन्यू गर्नु थाल्यो भने उनीहरूले पनि कन्टिन्यू हेरेर त्यतिकै के भन्नु भाइरल भएर जाँदो रहेछ नि त। त्यही भएर बेस्ट चाहिँ युट्युबै हो है। युट्युबबाटै सबै थोक गर्नु सकिँदो रहेछ। जे गर्न मन पऱ्यो भने गर्नुहोस्। तपाईँको डे टु डे लाइफको बारेमा नि सेयर गर्नुहोस्, के गर्नुहोस्। म चाहिँ के गर्छु भने डे टु डे लाइफमा मेरो के भयो, कस्तो भयो, कहाँ जाँदाखेरि के देखेँ ओरेँ भने त्यो पोस्ट गरिदिन्छु क्या। राम्रो कुरा मात्रै पोस्ट गर्छु, अनि एडभान्टेज के छ हेर्नु सबै भन्छु तपाईँहरूलाई। त्यस्तै गरेर अब के मैले हिजो अस्तिदेखि भर्खरदेखि पोस्ट गर्नु थालेको, अस्तिदेखि मात्रै भन्नु न पोस्ट गर्नु थालेको। अहिले भ्यूहरू अलिअलि आउँदैछ, लाइकहरू पनि आउँदैछ, कमेन्टहरू पनि आउँदैछ। तपाईँहरू सपोर्टले गर्दाखेरि अलिअलि बिल्डअप त हुँदैछ, तर स्लोली बिल्डअप हुन्छ भनेर चाहन्छु म। हुन्छ होला, मलाई पनि के हो त्यति अब हुन्छ भन्ने पनि छैन होइन। तर पनि राम्रो भिडियोहरू लाग्यो भने अवश्य नै लाइक, सेयर, कमेन्टहरू त आउँछ। अनि वाच बेसी गऱ्यो भने
के हो मन पनि पर्छ नि उनीहरूले राम्रो राम्रो रहेछ भनेर मन पनि पर्छ होला त्यस्तै भिडियोको लागि म भिडियोहरू अबदेखि के हो डेली नभए पनि विकमा ट्वाइस जति अपलोडहरू गर्छु तपाईहरुले लाइक गरिदिनुहोस् सेयर त त्यति नि गर्नुहुन्न होला त्यसो लाइक कमेन्ट हेरिदिनुहोस् त्यतिमै म खुसी हुन्छु के हो तपाईहरुले यसो हेरेर एउटा लाइक ठोकिदिनु भयो भने त्यतिमै बबाल खुसी लाग्छ क्या मलाई त्यस्तो ती मैले मेरो लाइफको बारेमा एक्सपिरियन्स भयो नि त अब त्यस्तोहरु छ भनेर यस्तोहरु छ भनेर त्यही तपाईहरुले शेयर गरेको नि मैले ल अब नेक्स्ट टाइम देखि म वीकली गरेर दुईटा भिडियो हालिरहन्छु तपाईहरु लाइक गरिदिनुहोस् शेयर गर्नुहोस् कमेन्ट गरिदिनुहोस् बाइ